बिहानदेखि कस्तो रेस्पोन्स आयो हजुरलाई नि? एकदम धेरै राम्रो भयो। अब म विशेष गरी अब म हाँस्य कलाकार भएको हिसाबले अब दर्शक हाँसेको देख्दा खुसी हुने मान्छे हाँस्नुभयो पनि, अनि त्यसपछि अलिकति भावुक पनि बनायो दर्शकहरूलाई। सिटमा सँगै बसेका मान्छेहरू रुनु भएको पनि देखियो। हस्, थ्याङ्क यू। यो तामाङ भाषा चाहिँ नि पहिल्यै पनि तपाईँ एक्सपर्ट हुनुहुन्थ्यो, यही चिजमा खेल्दै जाँदाखेरि कस्तो लाग्दो रहेछ? होइन, पहिले नै गाउँमै अब सँगै गोठाला जाँदा गाई चराउँदा यस्तो गर्दा नै अब तामाङ भाषा चाहिँ हामी साथी नै बोलिराख्ने बानी। त्यो यहाँ आएर काम लाग्यो भनौँ न। भनेको चाहिँ बालापनमै सिकिसक्नु भएको थियो कि पछि सिक्नु? हजुर, बालकै भाषा सिक्न त एक्सपर्ट हो क्या, चाइनिज भाषा, नेपाली। केदार सर मजाले तामाङ भाषा गुटुङ बोल्नुहुन्छ। तामाङ र चाइनिज बाहेक अरू चाहिँ? अरू अब स्पेनिस सिक्दैछु, अब लाग्छ समय, गाह्रो छ। कतिवटा भाषा भाषा त खोइ 4-5 वटा त भयो कि बचिरहेको खास किन यस्तो रहर? होइन, यस्तो छ, नेपाल आफैमा पनि धेरैवटा भाषा भएको देश हो होइन। त्यसै गरी अब विश्वतिर अनेक देशहरूमा जाँदाखेरि पनि चाहिरहन्छ भाषा भन्ने चिज चाहिँ। अनि जस्तै यो स्कुलमा त अङ्ग्रेजी र नेपाली त सिकाइहाल्छ, त्यो बाहेक आफूले सिक्नु भएको पहिलो भाषा चाहिँ कुन हो? त्यो बाहेक त तामाङ नै हो। तामाङै पहिलो भाषा। अरूको भाषा धेरै जान्दाखेरि के फाइदा रहेछ? होइन, सजिलो हुन्छ अरूसँग कम्युनिकेट। भाषा भनेको कम्युनिकेट गर्नको लागि हो, कम्युनिकेट गर्न सजिलो हुन्छ। त्यो भाषा एउटा बाटो भयो। अहिले त संस्कारमा तपाईँ त भिज्न पाउनु भएको छ नि, यो माइती घर हो। त्यो चिजले चाहिँ आफूले जानेको त्यो चिज मलाई थाहा नभएको भए मलाई गाह्रो पर्थ्यो होइन। कतिवटा भाषाहरू मैले कतिवटा शब्दहरू मैले त्यो घुसाएर बोलेको पनि हुन्छ। अन्तिममा दर्शक